नमराज सर नमस्कार। हेलो हेलो नमस्ते नमस्ते गुड मर्निङ गाइज गुड मर्निङ। अहिले कालिम्पोङ यात्राको लागि निस्किएका छौँ। सर्लाहीबाट करिब 210 किलोमिटर जति रहेको छ भन्ने कुराहरू गुगलबाट हामी जानकारी पाएका छौँ। स्विजरल्यान्ड भन्दा कम छ त हाम्रो नेपाल। वाउ वाट अ ब्युटी। तामाकोशी हामी दोलखा जिल्लामा रहेको दोलखा भिमेश्वर मन्दिर आइपुगेका छौँ। अहिले हामी दर्शन गर्नको लागि जाँदैछौँ। एकदमै गाह्रो बाटो हेर्नु, हाम्रो बाइक पनि चलिरहेको छैन। अब ओर्लिनपट्टि केही सफ्टवेयर हो हेर्नु। ल है साथीहरू, हामी कालिम्पोङमा भगवतीको दर्शन गर्नको लागि पुग्न थाल्यौँ। कुरी भिलेज हेर्नुहोस् है, यो बिहानको 5:30 बजे हामी सर्लाहीबाट निस्केको। बेलुकाको 5:30 बजे हामी ठ्याक्कै कुरी भिलेजमा हामी पुगे। कालिम्पोङ भगवती मन्दिर चाहिँ अब लगभग 1 घन्टा हिँड्नुपर्छ अरे। अनि केबल कारमा पनि जान पाइन्छ। यो चाहिँ हेर्नु। अनि यो भ्यू हेर्नु, यहाँको भ्यू हेर्नु है, यहाँको भ्यू हेर्नु, यहाँको भ्यू एकदम दामी छ। यो अलिअलि अब बेलुका साथी हो, हामी अब होटलभित्र आराम गर्दै। यही चिसो छ है, चिसोको त कुरै नगर्छौँ। पानी बेलामा हामी बिहान 4 बजे उठेर 5 बजे हिँड्ने हाम्रो टार्गेट छ। त्यतिखेर अब कति चिसो हुन्छ त्यो त अब थाहा भएन, तर चिसो चाहिँ लास्टै चिसो छ, लास्टै चिसो छ। ल यो राति कालिम्पोङमा हामीले बाहिर राखेको, बाहिर यहाँ हेर्ने पुरै आइस जम्मा छ। हेर्नु है, यो पुरै आइस, बाइकमा आइस, आइस नै आइस। हाम्रो नम्रा सरको बाइक फुल आइस। ठ्याक्क बिहानको 5 बज्यो। सानो घर हेरिराख्नु छ नि हो, त्यहाँ घरबाट यहाँ हिँडेर यहाँसम्म आइपुग्यो। बिहान 5 बजी हिँडेको। अझै त्यो माथि यहाँ देखेको छैन, अझै त्यो माथि टुप्पामा छ है मन्दिर। यस्तै उकालै उकालो उकालै उकालो उकालै उकालो जानुपर्छ। कालिम्पोङमा भगवतीको दर्शन गर्ने ठाउँ, मेन ठाउँ। अब यहाँ सबैजना लाइन लाग्नुपर्छ होइन। लाइन लागेर बिस्तारै बिस्तारै पूजा गर्नुपर्छ। यहाँ धेरै लाइन छ। सबै भन्यो
तलबाट